आज मैले जुम्लाको स्वादिलो सिमीको दाल बनाएँ। बिस्तारै पकाउँदा साह्रै मिठो भयो। साह्रै हो, दालको स्वाद र बास्ना निकै मिठो थियो। अनि मैले सुरुमा कुकरमा पानी राखेँ, नुन बेसार राखेँ, अनि तेल थोरै तेल राखेर सिटी पनि लगाइदिएँ साथीहरू। अनि सिटी लगाएर पाकिसक्यो। अनि मैले यसलाई घिउमा लसुन अदुवा राखेर फुराएँ। अनि मेरो यो जुम्लाको दाल पनि रेडी भयो साथीहरू। यो भेन्टाको तरकारी पनि पकाएको छु कि मैले यहाँ। अनि त्यसपछि खाना रेडी गरेँ। अनि सबैभन्दा पहिले श्रीमान र बाबुलाई माया गरेर खाना दिएँ। उनीहरूले मिठो मानेर खानुभएको देख्दा मन धेरै खुसी भयो। अनि त्यसपछि उहाँहरूले खाँदै हुनुहुन्छ। त्यसपछि म पनि सबैसँग बसेर आरामसँग खाना खाएँ। अनि यता चाहिँ बाबु हाँस्दै थिइन्। घरमा बनाएको सादा खाना नै कहिलेकाहीँ सबैभन्दा स्वादिलो लाग्छ। खाना खाइसकेपछि मैले म्याङ्गो काटेँ साथीहरू। म्याङ्गो काटेर मैले म्याङ्गो पनि खाएँ साथीहरू। अनि बाबुलाई पनि दिएँ। अनि दिउँसोको समयमा फेरि मैले 1 कप तातो चिया बनाएँ। रेसिपी पनि बनाएको छु है साथीहरू। अनि यो चिया सँगसँगै आराम पनि गरेँ। मेरो दिन अझ रमाइलो भयो साथीहरू। अनि यस्तै साना पारिवारिक पल, घरको काम र हाम्रो दैनिक जीवनका भिडियोहरू मन परे सब्सक्राइब गर्नु होला है त।